सबैजनामा नमस्कार। अनि आज दिउँसो चाहिँ त्यस्तो भिडियो बनाएको थिएँ मैले एउटा, हेरिदिनु होला होइन, त्यो कस्तो लाग्छ अब त्यसको बारेमा सल्लाह सुझाव दिनु होला। अनि अर्को कुरा चाहिँ के लाग्छ भने जस्तै सरकारले कस्तो प्लेटफर्म बनाइदिएछ भने कि जस्तै सपिङको लागि बेग्लै होइन, सबको लागि सरकारकै होस् कि अरूको प्लेटफर्ममा जनताले विश्वास पनि गरिदिनुहोस्, त्यो अब पहुँचसम्म जानलाई केही समय लाग्न सक्छ। तर अब त्यो गर्दाखेरि अब मान्छे सरकार सामु ट्याक्स यताउतिको कुराहरू सबै आइ नपुग्ला। तर सिधै सरकारले नै जस्तै अनलाइन सिस्टम कि जे पनि अनलाइन सिस्टम, अनि युवाहरूलाई चाहिँ ठ्याक्क सरकारले नै जागिर दिने। अब त्यो पोस्टमा होइन जति भए पनि पुग्दैन नि त, मान्छेहरूलाई जे आवश्यक पर्छ सिधै अनलाइनबाट मगाउने। तपाईँहरू बजारमा जाँदाखेरि घुम्न जानुहोस् वा कसैको लागि जानुहोस्, तर कस्तो होस् भने त्यो बजारसँग जनतालाई चाहिँ जोड्ने वातावरण, घरमै सेवा सुविधा पुग्ने वातावरण, एउटा प्लेटफर्म त्यस्तो सरकारले नै तयार गर्ने। त्यसरी ट्याक्स उठाउँदाखेरि पनि सजिलो भयो, सिधै डिजिटलबाट ठ्याक्क डिजिटल माध्यमबाट सरकारलाई सजिलै ट्याक्स पनि उठिहाल्छ। अनि अर्को कुरा मान्छेहरूले चाहिँ क्वालिटीको चिज पाउँछ। जस्तै अब बजारबाट किन्दाखेरि फाइदा हुने चिज देला वा केही देला होइन, तर सरकारले चाहिँ ठ्याक्क क्वालिटी चेक गरेर त्यही अनुसारले कुन चिज राम्रो छ त्यही अनुसारले बुझेर त्यो अनुसारले दियो भने चाहिँ कस्तो हुन्छ नि, बजार पनि एक किसिमले चलायमान पनि हुन्छ होइन, अनि ट्याक्स उठ्न पनि सजिलो भयो, प्लस युवाहरूले रोजगारी पाउँछ। अनि त्यही हो, अरू त सबभन्दा टुरिज्म प्रमोट गर्नै पर्छ हामीले। अब नेपालमा राम्रो राम्रो होटल छ, यताउति छ भनेर हिमाल साइडमा दामी दामी होटलहरू फोटो बनाएर हालिदिने, भ्यूहरू हालिदिने, त्यस्तो गऱ्यो भने चाहिँ नेपालमा सम्भव छ। नत्र ट्रेकिङ गर्न आउने मात्र पर्यटक अल्छी हुन्छ नि त, धेरै जस्तो मान्छे अल्छी हुन्छ नि त। नेपालकै तुलना गर्दाखेरि पनि ल राम्रोसँग ट्रेकिङ सिकिङ जाने यताउति सोच्ने मान्छे कमै होला नि त। जसलाई पनि अब त पैसा छ भन्ने हुन्छ, सेवा सुविधा नै खोज्छ नि त। त्यही भएर त्यो खालको सेवा सुविधा चाहिँ ठ्याक्क माउन्टेन साइडतिर होटेल, घर बनाउनु कति नै लाग्छ र राम्रो घरहरू होटलहरू खर्च बनाउनु संरचना, मान्छे अब त्यही देशकै व्यक्तिहरूलाई लगाए भइहाल्यो। त्यहीँको ढुङ्गा माटो प्रयोग गरेर त्यही क्लाइमेटमा सुट हुने खालको घर होटलहरू बनाउने, कङ्क्रिटबाटै बनाउनु पर्छ भन्ने छैन। यही नै हो। अब बस्ने त्यहाँ गएर ट्याक्क होटल केही दिन बिताउने, केही खर्च गर्ने ठाउँ हुनु पऱ्यो नि त नेपालमा होइन। अनि त्यसरी पो अब टुरिज्म प्रमोट हुन्छ। अनि अरू त त्यस्तै हो। अब हामीहरू चाहिँ फर्स्टमा अलि हाम्रो चाहिँ छवि राम्रो बनाउनु पऱ्यो। अब फोहोर गर्छन् यिनीहरूले, या हो नेपाल फोहोरी छ यताउति, हाम्रो त्यस्तो नेचर त छैन। तर अलिकति हामीले फोहोर गरे हो कि अब इन्डियाबाट आएर फोहोर गरिदिन्छन् देशीहरूले, त्यो चाहिँ अब भन्न सकिनँ। तर फोहोरमा चाहिँ अलिकति आफैले सोचेर फोहोर फाल्दाखेरि कन्ट्रोल गरिदिनु होला। राम्रो छ त्यस, म आज चितवन यसो घुमेको थिएँ, राम्रो छ वातावरण, यताउति सफा छ, इट्स गुड इन्भाइरोमेन्ट। टुरिज्मको लागि पनि राम्रो सम्भावना छ चितवनमा। चितवनले होमस्टे
वाला प्रोग्राम चलायो भने चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यही पनि होटलहरू राम्रो राम्रो फेसिलिटीको होटलमा सेफ पनि हुन्छ टुरिस्टलाई। त्यही हो फेसिलिटीको होटलहरू चाहिँ दिन सक्नुपर्छ जस्तो लाग्छ। अनि त्यही नै हो। अब आफ्नो ख्याल राख्नु होला। आयुर्वेद भन्ने चिजलाई चाहिँ अझै पनि ग्रहण गर्न सक्नुभएको छैन तपाईँहरूले। ग्रहण के भन्छ है, गर्न सक्नुभएको छैन। त्यही हो, राम्रोसँग त्यसलाई चाहिँ ग्रहण गरेर अगाडि बढ्दै जानुहोस्। स्वस्थ जीवन। मलाई त के लाग्छ भने मान्छेहरू बिहान बेलुका यसो हिँड्ने, टहलिने, भेट्ने एउटा त्यस्तो ठाउँ, पार्क त्यस्तो चाहिँ सबै ठाउँमा चाहिन्छ होला जस्तो लाग्छ। किनकि मान्छेहरूले त्यस्तो खालको वातावरण नपाएर पनि अलिकति अल्छी भइरहेको जस्तो लाग्छ। यो सुगर प्रेसर, आज म हजुरको हिँड्यो होला 6 किलोमिटर 6-7 किलोमिटर हिँड्यो होला, यस्तो फोहोर निस्किने होइन पसिनाबाट के, सेतो सेतो सोडियम, म्याग्नेसियम, पोटासियम। अब मोस्टली अब हाम्रो शरीरमा भएको यस्तो अनावश्यक चिजहरू चाहिँ भित्र बस्यो भने त्यसले अब ब्लकेजहरू ल्याउने हुन्छ होइन नसाहरूमा। त्यही भएर हिँड्ने चाहिँ गर्नुपर्ने रहेछ, पसिना चाहिँ निकाल्नुपर्ने रहेछ। पसिना निकाल्ने यसो हिँड्ने गऱ्यो भने चाहिँ हजुरलाई बिहान बेलुकी हिँड्नुभयो भने एकदमै बेस्ट जस्तो लाग्यो मलाई चाहिँ। सबै हिँड्ने क्रममा देखभेट हुन्छ, चिनजान हुन्छ होइन। अनि राम्रो वातावरण बन्छ। एउटा हिँड्ने बानी बसाल्यो सबैले भने चाहिँ दामी, एउटा राम्रो हार्टको लागि, मुटुको लागि पनि राम्रो हो। तपाईँहरूलाई सुगर प्रेसरको दबाई खाइराख्नु आवश्यक छैन होइन। हिँडिदिनुहोस् बिहान बेलुकी टक्क 4-5 किलोमिटर जति चाहिँ। दौडिन नसके पनि हिँड्न सकिन्छ। हिँड्यो भने चाहिँ शरीरको फ्याट डिजल्भ हुन्छ। अनि अर्थराइटिस अब त्यस्तो त्यो पोटासियम क्याल्सियमहरू हाड घुँडामा गएर जम्मा भयो भने तपाईँहरूलाई अर्थराइटिस बास सम्बन्धी रोगहरू लाग्ने हुन्छ होइन। अनि त्यसको लागि पनि हिँड्नु एकदमै आवश्यकता छ जस्तो लाग्छ मलाई। तर अब बाथ रोगीहरूले चाहिँ यसो बिस्तारै हिँड्नु होला। त्यही हो। अब हाम्रो आयुर्वेदलाई चाहिँ उचाइमा लानुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। किनकि आयुर्वेद किन एउटा म सानो कुरा उठाइहालेँ। जस्तै आयुर्वेदमा हजुरको जडीबुटीबाट अब दबाईहरू बनाउँछ। तर जडीबुटीहरू जस्तै फलफुलहरू होइन, अमला जस्तै सिजनेबल फलफुलहरू भयो, हरेक सिजनमा फल्ने फलफुलहरू, यिनीहरू भनेको त्यो प्लान्टको बेस्ट पार्ट हो कि त्यसबाट अर्को उत्पत्ति जस भनौँ न, जस्तै बेबी जस्तो त्यसको मेन हाम्रो स्पर्मबाट जसरी बेबी हुन्छ होइन, त्यस्तै गरेर उनीहरूको सिडबाट चाहिँ अर्को नयाँ प्लान्ट बिरुवा हुर्किन सक्छ भने कति धेरै त्यसमा प्रोटिन मिनरल्सहरू चराले सोचेका भित्रदेखि होइन कति फाइदा गर्ने चिजहरू हुन्छ होला फलफुलमा। जस्तै त्यही भएर त पहिलेका महर्षिहरू तपाईँको 100-200 वर्ष बाँच्थे जङ्गलको फलफुलहरू खाएर। त्यही हो। त्यही भएर अलिकति आयुर्वेदलाई चाहिँ बुझिदिनु होला भन्न चाहन्छु। धन्यवाद।